एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ हामीहरू दुईजना कामबाट भर्खर बाहिर निस्केको। अहिले चाहिँ बिहानको ठ्याक्कै 7:05 गएको छ हैन। अनि आज चाहिँ हामी नेपालीहरूको महान चाड दसैँ। सबैजनालाई दसैँको धेरै धेरै शुभकामना हैन। हामी चाहिँ अब गएर घर गएर नुहाई धुवाई गरेर त्यहाँदेखि चाहिँ हामीहरू आज दसैँ मनाउने छौँ। के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। अब त्यस्तो खतरा त होइन हैन। अब बुढाबुढीले एकअर्कालाई टिका लगाइदियो, आशीर्वाद दियो, सो दक्षिणा दियो हैन त। बुढाबुढी एकअर्कालाई टिका लगाइदिन्छ अरे। अनि मिल्यो भने चाहिँ हामी आज चाहिँ उता हाम्रो बडाहरूको घरतिर पनि जान्छौँ। मिल्यो भने हामी जान्छौँ। अब हेरौँ के हुन्छ। अब रातभरि सुतेको छैन, भर्खर काम गरेर आएको, रातभरिको काम गरेर आएको। अब हेरौँ के हुन्छ कस्तो हुन्छ। गयो भने देखाउने छु, गएको पनि, गएन भने चाहिँ हाम्रो यही घरमै कस्तो कस्तो गर्छौँ हामी भनेर त्यही नै देखाउने छु। के साथी हो, फेरि भेटौँ। हेर्नुहोस् न, हामी चाहिँ अहिले बाटोमा छौँ है। बिहानको यस्तो छ वेदर। ल साथी हो, अहिले भेटौँ ल। म चाहिँ अहिले पूजा गरेर भ्याएँ है। अनि अब जमरा टक्क लाएर यसरी रोपेको थिएँ मैले। दामी भएर चाहिँ जमरा पुरा त फल उम्रेको छैन। मकैहरू चाहिँ राम्ररी उम्रेन छ। अनि जौ चाहिँ मजाले उम्रेको रहेछ। हेर्नुहोस् त कति दामी भएको छ। अब म यसलाई काट्छु। यो चाहिँ रह्यो मेरो जमरा हैन। अलिकति चाहिँ भगवानलाई चढाइदिएँ, किनकि सबभन्दा पहिला चाहिँ हाम्रो जिन्दगीमा सबभन्दा माथि र सबभन्दा पहिलो भनेको भगवान हुनुहुन्छ हैन। त्यही भएकोबाट भगवानलाई चढाएर अनि यति चाहिँ बाँकी रह्यो हैन। एउटा कुरा भन्दाखेरि साथी हो हैन, म यहाँ युएसमा आएपछि 3 महिना आए जति आमाहरूसँग बसेँ। त्यहाँदेखि हामी चाहिँ फाल्टै बस्यो नि त भाडामा। अनि मैले लक्ष्मी पूजामा मैले के भनेको थिएँ भने, हे भगवान अर्को साल चाहिँ मेरै घरमा पूजा गर्न पाओस्, मेरै घरमा पूजा गर्न पाऊँ, हजुरहरूलाई मेरै घरमा राखेर हजुरहरूको सेवा गर्न पाऊँ भनेको थिएँ है। भगवानले पनि पुऱ्याइदिनु। कस्तो म एकदम आफूलाई एकदम लक्की मान्छु है। भगवानले मेरो आँटेको कुरा 1 वर्ष नभइकन पुऱ्याइदिनु भयो। म एकदम आभारी छु। मेरो यहाँ हैन माइतीहरू कोही नभए पनि मेरो भगवान हुनुहुन्छ भनेर हिँडेको छु हैन। साथ दिनु भएको छ भगवानले, पितृहरूले साथ दिनु भएको छ। म एकदम खुसी पनि छु हैन। आज दसैँ छ अनि त्यही नै हो साथी हो हैन। हामीले आँटेर मात्रै पनि हुँदैन, भगवानले साथ दिनु पनि पर्छ भनेको सुनेको थिएँ है। हामीले आँटे पनि भगवानले साथ दिनुभयो। एकदम ह्याप्पी छौँ हामी। अनि के भन्नु, अब मेरो पहिलो दसैँ, पहिलो भन्दा नि युएसमा सेकेन्ड हो हैन। पहिला चाहिँ म भाडामा बसेर भाडाको घरमा मनाएको थिएँ भने अहिले चाहिँ मेरो आफ्नै घरमा मैले दसैँ मनाउन पाएको छु। म एकदम आफूलाई एकदम लक्की ठान्छु हैन। अनि किन भन्नुहुन्छ भने सानो उमेरमै है यत्रो धेरै प्रगति मैले गरेको छु हैन। मलाई एकदम आफूलाई पनि प्राउड लाग्छ आफैलाई देखेर हैन। त्यस्तो धेरै उमेर पनि भएको छैन नि त मेरो, म त अलिअलि सानै छु। अनि फेरि घरको कान्छी छोरी भएको भएर पनि होला, मम्मीले दिदीले एकदम मायाले पुलपुलाएर राखेको भएर हैन। त्यही भएर सानै लाग्छ अहिले पनि। अनि सानै उमेरमा आएँ हैन, अमेरिका आएर घर किनेँ हैन। नेपालमा पनि त्यत्रो ठुलो घरहरू बनाइयो बुढाबुढीले मिलेर। मैले मात्र हैन, बुढाबुढी मिलेर यत्रो गऱ्यो हैन। जे होस् सानो उमेरमा एकदम प्रगति गरेको छु जस्तो लाग्छ मलाई हैन। अनि के भन्नु, सबैजनालाई ह्याप्पी दसैँ। अब मैले भगवानलाई जमरा चढाइसकेँ। अब चाहिँ बाहिर ढोकामा चाहिँ म अब नेपालमा हुँदाखेरि त गोबर हुन्थ्यो, अब गोबर छैन यहाँनिर। त्यही पनि म चाहिँ जमरा लगाइदिन्छु मेरो नयाँ घरलाई। ल साथी हो, यस्तो छ है।
यो चाहिँ हाम्रो घरमा पहिलो दसैँ, हाम्रो घरको पहिलो दसैँ। दुर्गा माताले रक्षा गरून्। यस्तो छ दसैँ। मेरो घरलाई जमरा लगाइदिँदैछु म चाहिँ पुरा। यो चाहिँ मेरो घरको। अब नेपाल हुँदाखेरि त गोबर हुन्थ्यो, यहाँ त गोबर पाउँदैन, त्यही भएको भएर यसो टेपले टालेर भारी प्रयास गरिरहेको छु। आई होप राम्रै हुन्छ। ल यस्तो गर्नु पर्यो। अनि जमरा लगाइदियो, अलिकति टिका लगाइदिन्छु। ल है देवी देउताहरू पूर्व पश्चिम उत्तर दक्षिण जताततै रहनुहुने देवी देउताहरू हाम्रो घर आएर बास गरिदिनु होला। जानी अनजाना भएका गल्तीहरूलाई क्षमा गरिदिनु होला। हाम्रो घरको रक्षा गरिदिनु होला। हाम्रो साथमा रहिदिनु होला। ल बन्द गर्नु अब। हेलो, अहिले चाहिँ म झटपट हटपट होइन चट्ट लाएर रेडी भइसकेको छु दसैँको टिका लाउनको लागि। अनि अब चाहिँ हामीहरू जाँदैछौँ आमाको घर। सासू ससुराको हातदेखि यो चाहिँ मेरो विवाह भएको 4 वर्षपछिको पहिलो दसैँ सासू ससुराको हातदेखि टिका लाउँदैछु साथी हो। म चाहिँ टक्कै बेहुली जस्तै बनेको छु। खासै गरी यसै गरेर बेहुली बनेर भित्रिनु मन थियो होइन। भित्रिनु त भित्रेको हो, तर रातो साडी होइन गुरुङ ड्रेस लाएर भित्रेको हो। अझ म रातो साडीमा छु। हेर्नुहोस् त मेरो आउटफिट चाहिँ यस्तो छ, देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो माइतीले मेरो विवाह हुने दिनमा माइती पक्षबाट लाउने लुगा हुन्छ नि, दुलाले दिनभन्दा अगाडि हो त्यही साडी हो यो चाहिँ। म चाहिँ त्यही लगाएर रेडी भइसकेको छु साथी हो। अब भेटौँला होइ गएर। Nomor puso eh. हामी त अन्त त्यहाँ बिहामा निस्केर अनि उताउतै हेरिसबर्ग गाउँतिर अनि उताउतै हेरिसबर्गतिर जानुपर्छ भनेर कसो 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 गर्नु नि। आज त बडा अन्तरिक्षमाहरू मैले दाजुहरू घरमै हुन्छ, भोलि चाहिँ अन्तरिक्षमाहरू पिसबोक जान्छ अरे, पिसबोकबाट उता जान्छ अरे। हामी चाहिँ टिका लगाएर बाबाको घरदेखि बाबा म अनि बुढा भएर यहाँ काकाको छोरीको बिहा छ कि त्यही आएको छौँ। घर चाहिँ यही हो साथी हो। लु बिहा घरबाट निस्क्यौँ, खाना खायौँ, टिका लगाइदियौँ। अब जाँदैछौँ लेन्कास्टर। अब उतै गएर भेटौँला। मान्छेले यहाँ रातो साडी लगाएको देखेर दुलै भने मलाई यहाँ गाह्रो छ। दुलै त दुलै नै हो, तर नाक्ची लाग्यो। उहाँको चाहिँ दुलै हो। यता अन्त डुला ल। अब चाहिँ हाम्रो टर्न रहेको छ यहाँ दिदीको घरमा टिका लाउनलाई। दिदी पनि फेरि जेठानी दिदी होइन। यता चाहिँ देउरानी बहिनी। ह्याप्पी दसैँ। ल जाउँ 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 जाम 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 होइन हौ। युट्युबमा यस्तो भ्लग राखिदिएको, तर मैले टिकटकबाट गराउँछु। हिँड जान्छ नि, इफेक्ट लाउन मिल्छ नि त। ल अब चाहिँ त्यो त चले त नि मेसिन उ
छैन छैन स्टार्टमा चाहिँ आउनु मलाई देख्यो उसले त पुस्दैछ दाजुले मलाई पनि ल्याइदिनुहुन्छ ए होइन एक्सक्युज मी दाजु ए चिने भन्दै झन्डै छोरी पठायो नाम भाइहरू ल्याइदिनु है है नानी हेर्नु जय ऊ चाहिँ मान्छन् जहिले पनि सुख शान्ति होस् दिएर खाने होस् सबैजना इष्टमित्र राख्ने दुर्गा भवानीले रक्षा गरून् सधैँभरि भन्दा टिका अडिँदैन नि त बहिनी होइन यो टिकै पनेलो भयो टिका नअडे पनि दिदीको आशीर्वाद अड्योस् होइन नेक्स्ट इयर दुईटा गर्दैछ होला दुईटा त हुँदैन होला एउटा आज दुईजना छ अर्को पालि 3 जना भएर आउनु क्या खुसी हुन्छ त नि सुई भन्न त नि छोरा त नि अब हामी फेरि यहाँनिर आइसकेका छौँ हाम्रो पालो अब हाम्रो पालो यहाँ टिका लाउने चट्ट लाएर दाजु यतै बस्ने अरे छ्यामालाई 10 आज छुट्टी बसेको हो छुट्टी दियो खै सधैँ दिन्थ्यो कि के गर्छ यसमा त छुट्टी दियो अस्ति घर त फेरि सोधिरहेको थियो काम गर्छ अर्को हप्ता भनेर हाम्रो कान्छेले यहाँ बिग कार किनिदिनु हुने अरे हेलो एभ्रिवान फेरि पनि स्वागत छ यो चाहिँ सेकेन्ड डे हो होइन हिजोको टिका लगाएर घर आइपुग्दासम्म त म नि रातभरि काम नगरेर रातभरि काम गरेर सुत्न नपाएर रातभरि ड्युटी थियो होइन अनि फेरि बिहान पनि टिका लगाएको भएर पुरा झ्याप भयो जस्तो निन्द्रा लाग्यो कि घर आउँदा सुत्दै सुत्दै आएँ मैले म घर आइपुगेँ भन्न नि पाएन यो चाहिँ सेकेन्ड डे हो सेकेन्ड डेमा पनि फेरि हामी टिका लगाउन जाँदैछौँ अब चाहिँ हामीहरू 3 घरमा जान्छ मलाई आज टिका लाउन ल अझै बाँकी छ आज 3 घरमा जान्छौँ भोलि फेरि अरू अरू घरमा पनि जानुपर्ने छ त्यही नै हो साथीहरू लास्टै लामो होला जस्तो छ भिडियो म चाहिँ आज सेकेन्ड डेमा पनि रातो लगाएको छु किनकि दसैँ हो नि त अनि रातो कुर्ता लगाएको छु यो चाहिँ मैले नेपालदेखि नै ल्याएको हो होइन तर म अलि दुब्लो भएर खोक्लो खोक्लो भएछ तर केही छैन राम्रो देखेको छ लाल परी जस्तो भएर नाटिरहेको छु त्यही नै हो साथीहरू अब हामीहरू फेरि उतैतिर गएर भेटौँला मेरो बुढालाई हेर्नुहुन्छ हिजो चाहिँ मेरो बुढाले दौरा सुरुवाल लाउनु भएको थियो आज चाहिँ कता जानुभयो बुढा यता हामी आज चाहिँ मेरो बुढाले चट्ट लाएर कोट प्यान्ट लाएर हिँड्न आँट्नु भएको छ त्यही नै हो साथी अब हामी गएर उतैतिर भेटौँला होइन राइट भन्नुभयो बुढाले पनि रेडी
प्योर बुद्धि चाहिँ अलिक परेन हामी चाहिँ यो त लुगा लगाएको सेतो टिका लगाइदिएन लगाएको छु भनेर। हो त्यो सेतोले पुज्नु सेतोले हुन्छ आगो त नाति नाता नातिनी लिएर मादल लिएर आउनु भरे बजाउने मादल गएर आउनु नै रोप्नु पर्ने रहेछ अब चाहिँ हामीहरू यहाँबाट नि टिका गराएको भित्रै घाउ गर्न अब जाँदैछौँ हामीहरू चाहिँ अब अर्को ठाउँमा अब यहाँ लगाइसक्यो काका काकी काट्दै टिका लगाइसक्यो उहाँको चाहिँ मामा अब फेरि हामी अर्को ठाउँमा जाँदैछौँ गाई त्यस्तै छ जिन्दगी अब लागेको ल अब उतैतिर गएर भेटौँला होइन बुढा यो बिचौलीको यो त्यसो लाउनु पर्दैन त छैन यहाँ रातो टिका र सेतो टिकामा मैले धेरैलाई जवाब दिइसकेँ कि मन हुँदै भएको रहेछ मन्दिर। अब चाहिँ यहाँ हाम्रो बालो छ टिका लाउनु बुढा उतातिर बसिरहनु भएको छ सबै टिका लाएर यता बस्दै हुनुहुन्छ अब साह्रै डिस्टर्ब गर्ने भयो त आज रात दिनु भएको त्यस्तो लाग्नुपर्छ काका छोरी गर्न मन्त्र सिकाउनु न छोरी अडियो आशिष चाहिँ नि मैले मनै दिएको छु ल एकदम रोक्दै उता भेनाली हजुर ठुलो दाजुको नि जेठो मामाको केटीहरू बनाउँदै हो अब चाहिँ हामीहरू काकीको घरदेखि टिका लाएर अब जाँदैछौँ हामी अब चाहिँ हामी माइली दिदी घर जान्छौँ टङ्गी बाजीकोमा त्यहाँदेखि घर जान्छौँ अब चार्ज पनि छैन भ्याइ नै आँटेको छ पीडा छ अझै भ्याइएन टिका भोलि पनि छ हाम्रो मामाको घरतिर काका घरतिर उसको चाहिँ मामा मेरो चाहिँ काका घरतिर त्यही नै हो साथी हो यस्तो छ है ल आउनु नि केही हुँदैन म बस्छु